रातको 9 बजेको थियो घडीमा। कामको बिताएपछि मलाई मेरो कोठामा लिएर जाँदै गरेको मेरो कम्पनीको बसको अन्तिम सिटमा बसेर कामको थकाइले निदाउन लागेको म। गीत सुन्ने होला? छेउको साथीले इयरफोन दिएर मलाई प्रश्न गर्यो। मैले साथीको निम्तोलाई इन्कार गर्नै सकिनँ। इयरफोन तानेर कानमा मात्र हालेको थिएँ। इयरफोनमा गीत बज्दै रहेछ। फेरि कहाँ आउँछ र घुमेर त्यो बालापनको उमेर। त्यही बाल्यकाल नै रहेछ यार साथी। साँच्चै मुस्कुराएर बाँच्नुपर्ने। अचानक कता कता गाउँ सम्झिन पुगेछु। घर पछाडिको त्यो बुढो कटरको रुख अनि कटरको रुखको फेदमा खेलेका ती भाँडाकुटीको खेलमा माटोको सिन्दुर र बन्सोको घाँसको चुराले मेरो पहिलो बेहुली बनेकी हुने। आज कुन सहरमा रहर बेच्दै छिनोली मैले जस्तै। बाको पुरानो मजामा आमाको च्यातिएको चोलो र पराल हालेर बनाएको थियो मेरो जीवनको पहिलो भकुण्डो। धान काटेपछिको बाँझो खेत अनि स्कुलको लुगा खोल्ने बित्तिकै भकुण्डो खेल्न जम्मा हुने मेरो साथीहरू। सायद मेरो जीवनको पहिलो र अन्तिम प्रिय खेल त्यही थियो। अब त च्यातिएको भाग्यमा हारहरूलाई कोचेर जिन्दगीले मलाई नै भकुण्डो बनाएर खेल्दैछ। माटोको घर अनि खरको छानो, मुसलधारे झरी पर्दा बलेसीमा बगेको त्यो पानी, कपीको पन्ना च्यातेर बनाएको त्यो डुङ्गा, त्यो बलेसीको समुद्रमा कस्तो मजाले तैरिने गर्थ्यो। पानी रोकिन लागेपछि न्यानो लागेको त्यो घाम, अनि त्यो घाम लागेपछि निस्किने ती घाम किरा, कसैले गाइने किरा पनि भन्थे। त्यसलाई समातेर पुच्छरमा डोरी बाँधेर बनाएको त्यो हेलिकप्टर जसले मलाई बाल्यकालमै पाइलट बनाएको थियो। र जीवनको सबैभन्दा मिठो याद भनेको नि स्कुल हुँदो रहेछ। मानव त्यो स्कुल नभएर एउटा दरबार अनि मेरो साथी र म त्यो दरबारको राजकुमार जस्तै थियौँ। प्रेम के हो भनेर थाहा नै नभएको मेरो एउटा उमेर। तर यो मनलाई मन परेकी कोही थिइन्। एक दिन उनी स्कुल ढिलो आउँदा मेरो मन र आँखाले उनलाई त्यो स्कुलको गेटमा यसरी खोज्ने गर्थ्यो नि जसरी एउटा बिरामीले एम्बुलेन्स खोजिरहेको छ। कक्षा सुरु हुनुभन्दा अगाडि खेलेको त्यो चुङ्गी र रथ, अनि टिफिन भएपछि खाजामा स्कुलको गेटमा काली आमाले बनाउनु भएको त्यो तातो आलुचप कागजमा हालेर भुजासँग मिसाएर खाँदा भोक कति मजाले मेटिन्थ्यो। अहिलेको पिज्जा र बर्गरमा कहाँ त्यस्तो स्वाद भेटिन्थ्यो। साँच्चै यार सुन न, तिमीलाई याद छ त्यो ढुङ्ग्री? हामी फोपी पनि भन्थ्यौँ त्यसलाई। 5वटा किनेर 5वटै औँलामा हालेर कुरुम कुरुम चपाएको कस्तो मिठो दिनहरू थियो यार त्यो। माघको चिसो महिना, गाउँघरको माटोको घर अनि माटोको घरको त्यो चिसो भुइँ, त्यो भुइँमा चट्टाई ओछ्याएर पल्ला घरे काकीले थुपारिदिनु भएको मकैको रास, अनि अगाडि 14 इन्चीको ब्ल्याक एन्ड व्हाइट टिभीमा चल्दै गरेको श्रीकृष्ण श्रेष्ठ दाईको फिल्म आफ्नो मान्छे। त्यो फिल्म सकिँदा एक चट्टाई मकै पनि छडाइसक्थ्यौँ हामी। काकी पनि क्या बाठी हुनुहुन्थ्यो काम लगाउन। के गर्ने यार, फेरि त्यो मकै नछडाइदिए झ्यालमा पनि जुटको बोरा लाएर टिभी नै छेक्थिन्। कस्तो छुच्चिदिन्थे काकी। असारको महिना, झमझम पानी अनि त्यो रोपाई। कामको रमाइलो त त्यस्तै हो, तर त्यो धान रोप्ने खेत जोतेपछि खेत मिलाउन लगाएको त्यो पटामा चढेर गोरुको पुच्छर पटाउँदा कस्तो मजा आउँथ्यो यार। यस्तो लाग्थ्यो मानौ समुद्रमा जहाज कुदाउँदैछु। तिहारमा देउसी खेल्न हिँड्दा तिम्रो भागमा के बोक्नु पर्थ्यो यार? चामलको बोरा कि बाटोमा